गुड मर्निङ नमस्कार। भिडियो सेयर गरिदिनु होला गाइस। माओवादी भन्ने शब्द सुन्नै मन नलाग्ने, माओवादी शब्द सुन्दा पनि रिस उठ्ने साथीहरू यो ग्रुपमा जोडिन होला, मसँग जोडिन होला। मलाई पनि माओवादी भन्ने शब्द सुन्ने बित्तिकै अहिले त रिस उठ्न थाल्यो। द्वन्द्वकालमा 17,000 सर्वहारा गरिब दुखी जनताका छोराछोरीको बलि चढाएको परिवर्तनका लागि होइन रहेछ, सत्ताको मोहको लागि रहेछ माओवादीले। हेर्नुहोस्, आज फेरि एकचोटि माओवादीले घुँडा टेकेको छ, दुई हात खडा गरेर आत्मसमर्पण गरेको छ। माओवादी शक्तिशाली पार्टी होइन, माओवादी कायरको पार्टी रहेछ। हेर्नुहोस्, पहिला पनि कुलमान घिसिङसँग, उज्यालो नेपालको हिरो कुलमान घिसिङसँग टिआरसी साट्यो, अहिले फेरि अग्नि सापकोटासँग भिजिट भिसा प्रकरणमा साठगाँठ गर्यो माओवादीले। हिजो अस्ति गृहमन्त्रीको राजीनामा माग्ने माओवादी, सदन अवरुद्ध गर्ने माओवादी, आज एमाले काङ्ग्रेससँग मिलेर भागबण्डा बराबर गरेर नेपाली काङ्ग्रेसका गृहमन्त्री रमेश लेखकले राजीनामा दिन पर्दैन। किन राजीनामा दिनु, राजीनामाको विकल्प पनि छ भनेर पुष्पकमल दाहाल प्रचण्डले भन्नुभएछ। योभन्दा कायर, योभन्दा डरपुक अरू के नै हुन सक्छ र? त्यसै कारणले माओवादी ठिक छैन देश र जनताका लागि।